हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। र आज चाहिँ हामी जापानको उमीतिर जाँदैछौँ। सबै केटाहरू यहाँ सबै नेपाली छ अनि हामी सबै अहिले उमीतिर गएर अलि इन्जोय गर्न भनेको। माझी दाई यो माझी दाई यो भनेको ओभरफ्लाइ के हो? त्यो मतलब लङ रुट जानलाई हो? यो छ त यो भनेको चाहिँ हाम्रो तराई भएको त्यो काँक्रो। अनि यो कहाँको बाटो? नेपाल जाने बाटो हो यो? यहाँ सब केटाले रमाइलो गर्दै हिँडेको छ। अहिले उमीतिर पुग्नलाई अलि 5 मिनट लाग्छ जति। अब हामी हिँडेरै पुग्ने यहाँबाट। गाडी हाम्रो उतै पार्किङ गरेर हामी यो बाटो अलि कतिजना चाहिँ हामी टोटल 10-11 जना छौँ। सबै नेपाली हो। अब यतिको घुमेपछि त के नेपालको याद आउनु भनेको त चिल परा हो यहाँ त जापानमा। अब नेपालको त माया त लाग्छ तर याद चाहिँ खासै त्यस्तो आउँदैन। अब यतिजना भएपछि अलि नेपालकै जस्तो लाग्छ क्या यहाँ। के हो त वीरेन्द्र? मितज्यूलाई उता छोडेर हिँडेको अनि उता दिदीहरू त उतै बसेको छ त। ल अहिले हामी यता कहाँ यो उमी जाने बाटो हेर्नु त गाइस। यहाँ कहाँ जानु लागेको भनेको त यो त कोयन पार्कतिर जस्तै हो तर अलि पछि गएर हामी त्यहाँ पुग्छौँ। अहिले सर्टकट बाटो भएर हामी यतातिर अहिले उमीको बाटो हो। तपाईँहरूले राखेको छैन होला तर यो उमीकै बाटो हो। अब सर्टकट बाटो खोजेपछि अलि बाटो त नेपालको जस्तै भइहाल्छ। लगाइस हामी अहिले यो नेपालको बाटो हुँदै यो नेपाल जाने बाटो हो। यो बाटो हुँदै अहिले हामी नेपालको बाँकेमा छौँ। त्यहाँ उमी आइपुग्यो फाइनली। हामी चाहिँ अहिले अब हामी उमी पुग्यौँ। यहाँ केटाहरू बोटिङ गर्दैछ। खतरा छ त हो। के युवराज बोटिङ गर्ने त? यहाँ अहिले भर्खर केटाहरू जापान आएर पनि नयाँ ब्लगरहरू देख्न पाइयो यहाँ। अहिले के हो सागर तिमी एक्लै हिँडिरहेको छौ त? यहाँ सबै हामी नेपाली, एकजना मात्र जापानिज हो। अनि उहाँ पनि जापानिज भएर पनि नेपाली जस्तै भइरहेको छ क्या। अहिले ठ्याक्कै नेपालको बाँकेको त्यो के अरे त्यो बाँकेको त्यो हाम्रोतिर बाँकेको अलि सानो पाहाड छ। ठ्याक्कै त्यही फिलिङ आउँदैछ यहाँ आउँदाखेरि। पहिला हाम्रो गाउँमा पनि यस्तै बाटो थियो। अनि उहाँ अगाडिको चाहिँ सबै सेन्पाईहरू उहाँहरूको फलो गर्दै गर्दै हामी पछाडिबाट। अब नेक्स्ट ब्लग हाम्रो फुजिसानको आउँछ। वीरेन्द्रले भनेपछि त हामी अब नेक्स्ट ब्लगमा फुजिसान जाने हो। अहिले आजलाई उमी नै धेरै भयो तर अनि हेर त केटाहरूको पारा। यो मिनी फुजिसान यो हो। यहाँ अहिले हामी ठुलो फुजिसान जान बाँकी छ। मिनी फुजिसान यो हेर न मिनी फुजिसान यहाँ। यो भनेको मिनी फुजिसान हो क्या। अहिले ठुलो फुजिसान हामी नेक्स्ट ब्लगमा देखाउँछौँ तर अहिले हामी मिनी फुजिसान हुँदै उमी समुद्रको बाटो होइन दिदी? मिनी फुजिसान होइन यो? सुजिकिसान के चिसाए फुजिसान माउन्ट एभरेस्ट। उहाँ चाहिँ जापानिज हो तर हामी नेपालीसँगै घुलमिल भएर एकदमै नेपाल जस्तै भाग दिइराख्नु भएको छ। हाम्रो सेनभाइहरू अगाडि अनि हामी कोहाईहरू चाहिँ सबै पछाडि। यस्तै हो केटा, कोहाई भएपछि सेनभाइको पछाडि हिँड्दै रमाइलो गर्ने हो। अहिले उमी आउनु त कति 10 मिनट जति अलि हिँड्नु पर्यो। सबजना एकदमै फुल एनर्जीको साथ हिँडिरहेको छ। लगाइस फाइनली हामी समुद्र आइपुग्यौँ। अब यहाँ केटाहरूको अब नयाँ कर्तुत्व स्टार्ट हुन्छ। कोही यसको माथि जान्छ, कोही यहाँ पानी मुनि जान्छ, कोही यता बसेर टल्लो हेरिरहेको हुन्छ। अब हामी अब समुद्रको मजा लिँदै हामी अब अलि रमाइलो गर्नेछौँ। ए आमा कस्तो हिलको आइरहेछ।
के हो माथि राखेको माथि जाने हो त खोइ त जुत्ता कहाँ पुगाल्नु भयो त हेर हाम्रो सेन भाइ माझी दाई यता हाम्रो सबै नेपाली ग्रुप आज जीवनमा आज पहिलोचोटि लाइफमै पहिलोचोटि समुद्र हेर्दैछु त्यो पनि जापानको समुद्र के हो त भित्र जाने हो भित्र जुत्ता फुकाल न अनि त यहाँ जुत्ता फुकालेर जाऊ नि त ल ल म नि अब जुत्ता फुकाल्छु यहाँ म नि अब जुत्ता फुकालेर जानु पर्यो अलिक त्यहाँ के भइरहेछ त सबभन्दा लास्टमा तिमी छौ त एनर्जी सक्या हो अनि मेरो नि बिग्रियो यार लगायत फाइनली त्यो उमीको समुद्र इन्जोय गरेर अब समुद्रको यो ढुङ्गा भएको यो माथि हामी चढ्छौँ अनि माथि गएर अलि कसरी चढ्ने हो ल जाऊ 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 कहाँ वीरेन्द्रहरू कहाँ पुगिसक्यो हो यसरी हामी यो चढ्दै चढ्न त अलिअलि डर पनि लागिरहेछ तर मनमा यतिको एक्साइटमेन्ट छ कि डर कहाँ गयो गयो ल फाइनली हामी यो माथि आइपुग्यो लाइफको पहिलो एक्सपिरियन्स समुद्र रमाइलो भइरहेछ एकदमै जे होस् पहिलो एक्सपिरियन्स चाहिँ एकदमै रमाइलो अलिअलि डर त लागिरहेको थियो त्योभित्र जाँदाखेरि तर मनमा यतिको एक्साइटमेन्ट छ कि डर भन्नाले कहाँ गयो गयो डर र एक्साइटमेन्ट दुवै मिक्स भएपछि त के कहाँ डर यता यहाँ त फोटो त एकदम राम्रो ओइ वीरेन्द्र कहाँ माझी दाई के हाम फाल्न लाग्यो हो यता हेर त वीरेन्द्र खतरा आइरहेछ त त्यहाँबाट फोटो हो के हो अर्को वीरेन्द्र त्यहाँ हाम नफाल ल यहाँ कसरी तल गएको यहाँबाट कसरी तल जानु भनेको आमामा डर पनि छ यहाँ खस्यो भने त ठ्याक्कै भित्रै जान्छ त ओहो बोट आयो बोट 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 यस्तो खतरा छ उज्जवल दाइ त्यो बोटिङ गरेको कति लाग्छ र चार्ज बोटिङ गर्नु पर्यो माझी दाइ उता तलै पुगिसक्यो मैले कसरी जाने भनेर सोच्दैछु ओइ सागर कसरी गयो त्यहाँ हो वीरेन्द्र कहाँबाट जाने यतिको डर खस्यो भने त ठ्याक्कै तलै जान्छौ आमामा समुद्रको यहाँ खतरा नजारा खतरा कसरी जाने तल ओइ तल कसरी गएको वीरेन्द्रहरू मलाई त अलि डर लागिरहेछ त्यहाँ कसरी झर्न यहाँ केटाहरू त फुल इन्जोयमेन्टमा छ त लगायत यति फाइनली यति डर त्रासले गर्दा पनि हामी यहाँ समुद्रकै किनारमा आइपुग्यो अब यहाँबाट अलि भ्यू हेर्नु त कस्तो यहाँबाट त झन् दामी भ्यू आउँदो रहेछ त अनि केटाहरू यहाँ आफ्नै तालमा छ सबै फोटो खिच्नमै व्यस्त छ म एउटा मात्र हो कि भिडियो बनाइरहेको एउटा ऊ वीरेन्द्र हो बाँकी सब त अरू उता छ अरू यता एकजना यता छ अनि बाँकी यता छ कोही उताबाट हाम फाल्छ जस्तो लाग्छ कोही यताबाट हाम फाल्छ कि तर केही छैन समुद्र फर्स्टचोटि भयो नि रमाइलो चाहिँ एकदम रमाइलो भइरहेको छ क्या हामी अब धेरैजना भएर होला हामी 11 जना छौँ नि त 11-12 जना भएर होला अब धेरैजना भएर यता फ्लाइओभर लङ रुट जाने बाटो त्यहाँ जानलाई अलि अर्को टोकन टिकट लिनुपर्छ अनि त्यहाँ सिङ्गलहरू हुँदैन अलि धेरै फास्ट गाडीहरू त्यहाँ कुद्छ अलि छिटो जानु पर्यो त्यो फ्लाइओभरबाट जाने हो गाडी अलि टाइम छ अलि धेरै टाइम छ हामी जस्तो टाइम छ भने त कहाँ फ्लाइओभरमा जाने तलैबाट जाने जति सिङ्गल भयो नि वेलकम टु माई ब्लग के हो मेरो सब्सक्राइबर घटाउने विचारमा छौ त के हो
केटाहरू तिमीहरूले गर्दा त मेरो सब्सक्राइबर जाने भयो त ओइ ल गाइस अब यतिको इन्जोय गरिसकेपछि अब हामी यहाँबाट निस्किन्छौँ र हामी अब गाडी भएको ठाउँमा जान्छौँ अहिले पनि अलि अझै फोटो खिचेर अब यहाँबाट हामी निस्किन नि अलिक डरै लागिरहेछ तर एक्साइटमेन्टले गर्दा हो सबै डर हराएको लगाइज अब हामी चाहिँ निस्क्यौँ उमीबाट समुद्रबाट अनि यता केटाहरूको पर हेर के हातमा कसैले हातमा मेरो नि हातमा जुत्ता लगाएर यस्तो तातिरहेको छु यहाँ त्यहाँ माझी दाइ त्यहाँ बसिरहेको छ लगाइछ अब हामी गाडी चढेर अब अपार्टमेन्टतिर लाग्यो ओइ युवराज अलिक उता त पक्की यारियों में होंदे ना फासले देखा तेनू पहली बार वे होने लगा दिल बेकरार वे रब्बा मैनू की हो गया दिल जानिए मैं तेरा ही हो गया हो तेरे अगे पीछे घूमे सोने जदों तेरे हाथ चुमे सोने ल गाइस आजको दिन इन्जोय गर्दै हामी फाइनली पुगिसक्यो आफ्नो अपार्टमेन्ट र आज थकाइ पनि राम्रै लागेको छ र आजको भिडियोमा यति नै फेरि हामी भेटौँला नेक्स्ट ब्लगमा थ्याङ्क्स फर वाचिङ